अहिले म जोसँग बसेर यहाँ सानो भिडियो गर्न गइरहेको छु। उहाँ बडा हास्य कलाकार कमेडियन टाइपको हुनुहुन्छ, तर उहाँ ठुलो मान्छे। यहाँ म जसलाई देख्नु हुँदैछ तपाईहरुले, यहाँ त धेरै ठुलो मान्छे। उहाँ त किङ हुनुहुन्छ। फेरि यो नसम्झिनु होला कुनै देशको राजा भन्ने नसम्झिनु होला। उहाँको नाम चाहिँ डाक्टर किङ गुनुघर्ती। उहाँ प्रोपरली चाहिँ मणिपुरबाट हुनुहुन्छ। तर हाम्रो आत्मीयता सात सिमाना खोला नालाले डाँडा काँडाले छेक्दैन भने जस्तै उहाँ केही दूरीमा पूर्वाञ्चलमा हुनुहुन्छ भने हामी अलिक यता छौँ। र मैले अघिको आजको भेटमा हुन त उहाँसँगको मेरो भेट धेरै पहिलादेखिको हो, धेरै अगाडिदेखि चिन्छु उहाँलाई। र मैले अघि उहाँको विशेष गरेर तपाईहरुले पनि हेर्नु हुँदै होला, उहाँको गाला सुमसुम्याएँ मैले क्या। अनि मैले तपाईँ कति 45 वर्ष ठिटो हो सम्म भने उहाँले भन्नुभयो। त्यसको झन् डबल पुग्न लागे पनि भन्नुभयो र हँसाउनु भयो क्या। बडा म उहाँलाई देख्दा बडा रमाइलो लाग्छ क्या बेला बेलामा। अनि मैले तपाईँ त साँच्चै नि सूर्य भगवानको रूपै लिएर आउनुभयो, किनभने हामी बङ्गालमा अहिले जहाँ बस्दैछौँ हाम्रो लागि त मणिपुरबाटै सूर्य उदाउने हुनाले चाहिँ तपाईँ सूर्य भगवानकै रूपमा आउनुभयो भनेर मैले उहाँसँग हँस्यौली पनि गरेँ। अब अलिकति हामी सिरियस कुरातिर जाउँ। अघि गुड पनि ज्यादा खायो भने तितो भन्छन् नि, त्यसले गर्दा ज्यादै अब यहाँ यतापट्टि नगएर म विशेष गरेर उहाँलाई तपाईको परिचय भनेर अघि उहाँले के भन्नुभयो भने मैले कुरा कहाँबाट चाहिँ उहाँसँग बोल्न मन लाग्यो भने, अनि उहाँले एउटा कुरा भन्नुभयो, मेरी माइली श्रीमतीको कुरा उठाउँदा मैले के भने माइली श्रीमती भन्दा मैले के कुरा उठाएँ भने उहाँ अझै यो चस्मा लाएर अझै जवान 45 भनिदिएको थिएँ, उहाँ 25 वर्ष ठिटो हुन खोज्नु हुँदैछ यहाँ। र उहाँले माइली श्रीमती भन्दा चाहिँ मैले तपाईकी श्रीमती चाहिँ दिदी बहिनी के माइली बहिनी कि के हो भन्दा होइन, म त किङ मेरो नामै, त्यसले गर्दा प्रजा धेरै हुनुपर्छ भनेर 3वटी श्रीमती ल्याएको छु भन्नुभयो उहाँले। बडा खुसी लागेर अब यो बारेमा चाहिँ म गुनुघर्ती साहबलाई केही कुरा गरिदिनुहोस् भनेर मैले यताबाट त बुढी औँला उठाएँ। अब उहाँले पनि केही कुरा बोल्छु जीके शर्मासँग भनेर बुढी औँला उठाएर आफ्नो कुरा राख्नुहुन्छ होला भन्ने म आशा राख्दछु। सुन्नु होला है उहाँको कुरा। नमस्कार दर्शकबिन, मेरा प्रिय दर्शक भनौँ या श्रोता भनौँ, जसले पनि यो हाम्रो कुराकानी सुन्नुहुन्छ हेर्नुहुन्छ, तपाईहरुलाई मिजोरामका सम्पूर्ण गोर्खाहरूको तर्फबाट नमस्कार छ मेरो। सर डीके शर्मा गणेश जी के शर्माजीले जुन कुरा उठाउनु भयो, एउटा मसित कुराकानी गर्ने उत्सुकता देखाउनु भयो। सबैभन्दा पहिला यहाँलाई म यो बताउन चाहन्छु कि मणिपुरदेखि होइन मिजोरामदेखि हो। र अर्को कुरा मैले माइली श्रीमती भनेर यहाँलाई भन्दा यहाँले अचम्म मानेर यो उत्सुकता देखाउनु भयो, यो प्रश्न राख्नुभयो र केही जानकारी लिन चाहनु भएको कुरामा म तपाईलाई यो बताउँदैछु कि वर्षौं अघि प्रेमको लागि मेरो ठुलो बदनाम भयो। वर्षौं अघि प्रेमको लागि मेरो ठुलो बदनाम भयो। अन्तमा प्रेमकै जित हुँदा किङ मेरो नाम भयो। त्यो प्रेमको अभियानमा म सफल भएर नै मेरो 3टी श्रीमती छन्। हामी एकै जग्गा एउटै ठाउँ बस्छौँ, खान्छौँ। जेठीलाई बिहा गरेको 41 वर्ष पुगिसक्यो, उहाँ सापकोटिनी हुनुहुन्छ। माइली र कान्छी राइनी हुन्। एउटी माइली चाहिँ बान्तवा, कान्छी चामलिङ। तर एउटा संजोगको कुरा के हो भने आजभन्दा 28 साल अगाडि 17 जुलाई 1997 को दिन यस्तै पढ्दै गयो। लभ स्टोरी लामो छ। यस्तै प्रेम दुर्घटना यस्तो भयो कि हामी 3 जना एउटै मोडमा भेट भयौँ र 2 जना माइली र कान्छीलाई मैले एउटै ठाउँमा एकैसँग बसाएर सिन्दुर पोते गरेर लभ म्यारेज गरेको हुँ। अब यो त भयो तपाईको छोटो पारिवारिक तपाईका श्रीमतीहरूको बारेमा। र म मेरो तर्फबाट पनि
तपाईँ किङ हुनुभयो र 3 जना श्रीमतीहरू हुँदा मैले उहाँलाई त तपाईँ अहिले कलिजुगको दशरथ भनेपछि दशरथ बितेर जाइसक्नुभयो र तपाईँ उहाँकै अर्को रूपमा त कतै आउनु भएको होइन कि भनेर मैले उहाँका 3वटी श्रीमती, एकजना सापकोटा, एउटी दुईटी राइनी, बान्तवा र चामलिङ भन्नुभयो। मैले चाहिँ उहाँको कुरा सुन्दाखेरि चाहिँ कैकेयी, कौशल्या र सुमित्रा नै हुन् कि त भन्ने पनि मैले अनुमान लगाएँ र यति भयो। अब म उहाँसँग व्यक्तिगत कुरा नगरेर तपाईले पहिल्यै विद्यावारिधि लिइसक्नु भएको छ, यो बारेमा पनि तपाईले कसरी 3-3वटी श्रीमतीको सायद स्याहार पाएर, उहाँहरूबाट सायद मलजलै पाएर तपाईले पढेरै यो डक्टरेट गर्नुभयो कि यो विषयमा पनि अलिकति प्रकाश पारिदिनुहोस्। किनभने म चाहिँ नेपाली भाषालाई मन पराउने व्यक्ति हुँ र वहाँ पनि खाँटी नेपाली भएको हिसाबले म अलिकति यो भाषा सम्बन्धी पनि गुनु घरतीज्यूबाट जान्न चाहन्छु। धन्यवाद शर्मा सर, तपाईले जान्नु चाहेको कुरा ठिक हो। अघि भर्खर भन्नुभयो के र कौशल्या, यो पनि साँच्चै नै एउटा संजोगको कुरा, बनावटी होइन। मेरी जेठी श्रीमती शान्ति हुन् र कान्छी श्रीमती सावित्री। उहाँको पनि जन्मदेखि माइतीबाट दुईटैको नाम एउटै राशिबाट सबाट आएको छ। यो पनि संजोगको कुरा हो। राजा दशरथको श्रीमती 2 जनाको पनि के र कौशल्या हो, मेरो पनि शान्ति र सावित्री। त्यस्तै प्रकारले विद्या वाचस्पति विक्रमशिला हिन्दी विद्यापीठ बिहारको हिन्दी संस्थाबाट मैले पाएको यो उपाधिले गर्दा मेरो नामको अगाडि डक्टर आएको हो। तर निकट भविष्यमा तपाईहरुलाई फेरि नयाँ जानकारी पुर्याउँला म र युनिभर्सिटीबाट पनि मलाई कतैबाट बोलावा आउँछ कि जस्तो पनि छ। अनरेरी डक्टरेट इन द फिल्ड अफ म्युजिक भनेर सङ्गीतको क्षेत्रमा फेरि पनि मैले डक्टरेट पाउने जस्तो सम्भावना देखिएको छ। दर्शकबिनलाई म यो विश्वास दिलाउँछु कि यसपछिको नयाँ खबर आएपछि म जानकारी अवश्य गराउनेछु। ओके, तपाईँ सङ्गीतको क्षेत्रमा पनि त्यतिकै पारखी अनुहार मलाई लाग्यो। त्यसले गर्दा तपाईँले आफै सङ्गीतमा सायद मलाई अर्को डक्टरेटको उपाधि मिल्छ भन्ने अलिकति तपाईँले सङ्केत दिनुभयो। यसको लागि म र मेरो वरिपरि बस्ने मेरा यो प्रेसका सम्पूर्ण साथीहरूको तर्फबाट तपाईँलाई म अग्रिम शुभकामना दिन चाहन्छु र तपाईँको अघिल्लो यात्रा अझै सफल भएर जाओस् भन्ने मलाई लाग्छ। र कतै तपाईँले त्यो विद्यावारिधि कञ्चनजङ्घाको काखमा बसेको सिक्किमभित्रैबाट तपाईँले प्राप्त गर्नुभए हामी अझै तपाईँको चरणको स्पर्श चाहिँ सिक्किमले पनि पाए हामी अझै भाग्यमानी हुने थियौँ भन्ने मलाई लाग्छ। अब यो समयले बताउला। र अब अलिकति नेपाली भाषाको अहिलेको अवस्था र जुन हिसाबले धेरै सङ्घर्ष गरेर अन्तमा 1992 को 20 अगस्तमा नेपाली भाषाले भारतीय संविधानको 8औं अनुसूचीमा अन्तर्भुक्त हुने सौभाग्य प्राप्त गरेको थियो। त्यस बखतका वीर वीरङ्गनाहरू हुन त नेपाली भाषाको आन्दोलन 1956 देखि नै देहरादुनबाट जाग्रत पत्रिकाको सम्पादक 3 जना जो थिए, आनन्द थापा, वीर विक्रम भण्डारी र नृसिंह भन्ने को एकजना राणा हुनुहुन्थ्यो र उहाँहरूले अथक कोसिस गरेर अन्तमा आएर सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीले भनेराप भारतीय नेपाली राष्ट्रिय परिषदको भारलाई काँधमा बोकेपछि र दिलकुमारी भण्डारी एकमात्र सांसद रहेको समयमा यो नेपाली भाषाले मान्यता पाएको यहाँलाई सायद अवगत छ र यस विषयमा पनि तपाईले केही कुरा राखिदिएर हामीलाई अडेसा लगाइदिनुहुन्छ भन्ने म सोच्दछु। अवश्य म भन्न चाहन्छु सर यसमा, किनकि 92 साल को 20 अगस्तमा जब
नेपाली भाषाले मान्यता पायो, मलाई चाहिँ नि साह्रै खुसी लाग्यो। यस्तोमा म एकदम खुसी हुने मान्छे, सानैदेखि मेरो बानी। त्यहाँबाट म प्रेरित भएर नै मैले एउटा यस्तो गीत लेखेँ कि जो आज यस दार्जिलिङ सिलिगुडी क्षेत्रबाट एकदम चर्चामा ल्याइराख्नु भएको गायक विक्रम कालीकोटेले बेला बखतमा प्राय जस्तो कार्यक्रममा उहाँले यो गीत चाहिँ गाउनुहुन्छ। उहाँले यस गीतको मार्फत नै सिङ्गापुरतिर विदेशतिर कार्यक्रम गर्न जाने अवसर पनि पाउनुभयो। उहाँले एकदमै खुसी भएर मलाई बताइराख्नुहुन्छ। अनि अरू दर्शक श्रोताहरूलाई पनि यो जानकारी उहाँले दिइराख्नुहुन्छ। हामी हौँ नेपाली, नेपाली भाषा बोल, हाम्रो नेपाली भाषाको मर्यादा बचाएर राख भन्ने जुन शब्द जोडेर मैले यो गीत तयार पारेँ, त्यो गीत अहिले सार्वजनिक भइरहेको छ। साँच्चै भन्यो त म बहुतै प्रेरित छु यो भाषा आन्दोलनबाट। त्यसकारण म हाम्रा गोर्खा भन्ने अहिले जो पनि छौँ या हामी नेपाली पुर्खादेखि, त सबैलाई म यही सन्देश दिन चाहन्छु कि नेपाली भाषाले मान्यता पाएर त्यो पैसा रुपियाँको पछाडिपट्टि लेखिँदैमा हामी सन्तोष हुनु बहुत भुल हो। यो भाषालाई मान्यता दिलाउनमा हाम्रा योभन्दा पहिला सङ्घर्ष गर्ने आन्दोलनकारी अझ विशेष रूपले दिदी दिलकुमारी भण्डारीले जुन अथक प्रयास गरेर हामीलाई यो मान्यता दिलाउनु भयो, त्यसलाई अगाडि बढाउनु, यसको मान मर्यादा बचाएर राख्नु त हाम्रो कर्तव्य हो। त्यसकारण हामी अरू ठाउँमा त खाँचो अनुसार हामी भाषा त फेरबदल गरेर बोल्नै पर्छ, तर आफू बिचमा आफ्नो परिवारभित्र र हाम्रो जातीय कार्यक्रमहरूमा विशेष रूपले हाम्रो भाषा प्रयोग गरियोस् भनी म यो भन्न चाहन्छु। अब यसै बिचमा जीके शर्माले डाक्टर गुनु घरतीसँग छोटो संवाद राख्नुभयो। यसमा गीतको पनि कुरा आयो र छोटो भए पनि उहाँ डाक्टरबाट उहाँको शब्दहरू जसको भए पनि स्वर पनि अलिकति सुनाइदिनु भए कति राम्रो हुन्थ्यो भन्ने सायद होइन दर्शकवृन्द तपाईँहरूले सोच्नु भएको होला। र यही कुरालाई म छोटो तपाईँकोबाट त्यो गीत गाइदिनुहुन्छ भनेर म आशा गर्छु। भाषाको कुरा आयो, अघि भनिहालेँ, गायक विक्रम कालीकोटेबाट तपाईँले सुन्ने अवसर पनि अवश्य पाउनुहुन्छ। उहाँको भागमा खोज्न चाहन्न। गीत त विभिन्न थरीका हुन्छन्। त यहाँ शर्मा सरले जुन प्रस्ताव अथवा प्रश्न राख्नुभएछ, उत्सुक भएर मसित बोल्दै हुनुहुन्छ। म पनि यहाँको भाइ, उहाँको त अलिअलि मुनि म पनि सिनियर सिटिजन भइसकेँ। त्यसकारण मेरा सिनियर सिटिजनको लागि म एउटा 2-4 शब्द गुनगुनाउन चाहन्छु। किनभने प्राय युवाहरू युवा युवतीको लागि मात्रै गीतहरू बन्छ। त मैले के भनेर यो शब्द जोडेँ भने हामी सिनियर भयौँ भन्दैमा हामी जिउँदो लास भएका छैनौँ। हामीमा पनि अझै रहर छ। हामीले पनि मित्रता कायम राख्न सक्छौँ, दोस्ती गर्न सक्छौँ, पिकनिक गर्न सक्छौँ, हामी इन्जोय गर्न सक्छौँ। किनभने आफूलाई हामी त बुढो भइयो, लौ अब आगो तापेर बस्ने, टिभी हेरेर बस्ने, नातिना खेलाएर बस्ने, हामी जिउँदो लास त होइन नि भनेर हाम्रो उमेरका दौतरीहरूलाई जागृति ल्याउन, हमेसा आफूलाई जवान ठान्नु होला है भन्ने एउटा सन्देशको निम्ति मैले बनाएको 2-4 शब्द म गुनगुनाउँछु। स्वागत छ। हे बुढो हुँदै गए मन बुढो भएन, ढल्दै गयो जोवन मेरो बैसे गएन। घाम हेरे घामे राम्रो, जुन हेरे जुनै राम्रो। हे बुढो हुँदै गए मन बुढै भएन, ढल्दै गयो जवन मेरो बैसे गएन। दारी कपाली सबै फुले पनि
हिँड्छु अझै त बुढो भए पनि सुसेली बजाउँदै तरुनी फकाउँदै हे बुढो हुँदै गए मन बुढै भएन ढल्दै गयो जौवन मेरो भैँसै गएन र यसरी तपाईँले आफ्नो सुन्दर गलाबाट बडा सुन्दर गीत यहाँ गाइदिएर हामी सबैलाई मन्त्रमुग्ध पार्नुभयो र यो गीतको लयसँगै यहाँदेखि उता केही कुरा गऱ्यो भने फेरि मिठो नहुन सक्छ। यो मिठो हुँदाहुँदै म तपाईँहरूलाई केही क्षण भुल्याएँ र सम्पूर्ण दर्शक महानुभावहरूलाई गुनु घरतीज्यूको बारेमा जति कुरा राख्न सकेँ यसलाई यथेष्ट थान दिनुहोला भन्दै म गुनु घरतीज्यूलाई फेरि एकपल्ट भन त मैले धेरै कुरा सोध्नु छ तर यहाँ अब समय अलिकति अब भयो भन्ने सङ्केत पनि पाइसकेकोले गर्दा म यो कुरालाई यहीँ राख्न चाहन्छु र मणिपुरका सम्पूर्ण नेपाली भाषीहरूलाई मिजोरामका सम्पूर्ण नेपाली भाषीहरूलाई सम्पूर्ण त्यहाँका जनतालाई हामी अलिकति भए पनि पश्चिमपट्टिका बङ्गाल सिक्किमतिरका हामी जति पनि छौँ हाम्रो तर्फबाट तपाईँहरूको सुख शान्तिको निम्ति राज्यको समृद्धिको निम्ति पनि म मेरो तर्फबाट शुभकामना दिँदै अब तपाईँहरूबाट हामी केही बेरको निम्ति विश्राम चाहन्छौँ। धन्यवाद है सबैलाई। धन्यवाद, नमस्कार।